टक्क लाएर हामी चाहिँ ड्युक गार्डनमा छौँ होइन। यता अस्मिन थापा काजी छ, उसलाई नेचरमा भन्दा पनि एच मार्ट जानुपर्ने रे अथवा एसियन मार्टहरू जानुपर्ने रे भन्छ होइन। ड्युक गार्डन छ, यार वेदर यस्तो लभली छ, ड्युक गार्डन जानुपर्छ भनेर सम्झाएर चाहिँ आउनु पर्दा थियो होइन। त्यही हो, ड्युक गार्डनको भ्युजहरू म देखाउँछु अब। सबैमा परियो है। यस्तै छ गाइस, यहाँ मान्छेहरू पिकनिकमा सुतिरहेको हुन्छन्, यतातिर मान्छेहरू हिँडिरहेको हुन्छन्, विद्यार्थीहरू, टुरिस्टहरू। अब हामी चाहिँ ड्युकमै पढ्ने मान्छे भएर यस्तो अलि सजिलो छ होइन। यस्तै हो, यो चाहिँ गार्डन हो है गाइस। कस्तो राम्रो राम्रो फुल फुलेछ नि त। चेरी, अलमोस्ट चेरी ब्लसम। अब यहाँ चाहिँ हाम्रो फिस छ, कोही फिस के अरे त्यो पनि ठिकै बुढो गाडी। यता बसेर हेरिदिउँ फिसलाई। ए गोप्रो त वाटरप्रुफ हुन्छ क्या होइन, तर लेट्स नट फाइन्ड आउट। यहाँ मान्छे धेरै छन् आज चाहिँ, किन हो खै, वेदर राम्रो भएर नै हुनसक्छ। कस्तो मजाले फुल पक्रियो यार यसपालि। त्यस्तै छ, फुलहरूको बिचमा अर्को फुल छ यतातिर लचक्क परेको। यस्तै ठ्याक्कै यस्तो कडा कडा फुलहरू। यो चाहिँ त्यो एउटा पेन्टिङ छ क्या, ठ्याक्क त्यहाँ यस्तै एउटा उसमा मान्छेहरू बसेर एक्टिभिटिज गरे जस्तो त्यस्तै खालको सिन रहेछ यो चाहिँ। त्यस्तै हो गाइस, ड्युक गार्डन यस्तै छ, नयाँ नौलो कुरो होइन। बारी जस्तै हो। चेरी ब्लसम चाहिँ अलमोस्ट सकि पनि सकिया रहेछ, तर अलिअलि बाँकी पनि रहेछ। फुलहरू ठ्याक्कै यहाँ माथि